सम्पूर्णलाई तपाईहरुलाई स्वागत छ फेरि पनि हाम्रो शुभ भिडियोमा। साथीहरु, एनआईसी एसिया लघु वित्तीय संस्थाले फेरि पनि आफ्नो विभिन्न शाखाहरुका लागि चाहिँ विज्ञापन खोलाएको छ। साथीहरु, यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले प्रकाशित मिति 2082 8 महिना 8 गतेको रहेको छ। कर्मचारी आवश्यकता भनिन्छ एनआईसी एसिया लघु वित्तीय संस्था लिमिटेड एनआईसी एसिया बैंकको लिमिटेडको सहायक कम्पनी हो हैन। यो चाहिँ नेपाल राष्ट्रिय बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघु वित्तीय संस्था हो भनेछ। यसमा चाहिँ यो 74 जिल्लामा 287 वटा शाखाहरू चाहिँ सञ्चालनमा रहेको छ र तिनी शाखाहरूका लागि चाहिँ विभिन्न पदहरूको लागि चाहिँ विज्ञापन खोलाएको छ। तपाईहरु यस संस्थाको लागि देय बमोजिमको पदहरू कर्मचारीहरू आवश्यकता भएकोले योग्यता पुगेको नेपाली नागरिकहरू सूचना प्रकाशित मितिको 15 दिनभित्र चाहिँ ठेगाना आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ भनेछ। यहाँ 1 नम्बरमा रहेको छ खुल्लाबाट विज्ञापन नम्बर 8/2082-83 पद रहेको छ सहायक प्रबन्धक। संख्या केही भनेको छ, श्रेणी चाहिँ व्यवस्थापकीय श्रेणी हो। विभाग चाहिँ तपाईको केन्द्रीय कार्यालय वा विभाग प्रदेशमा चाहिँ काम गर्नुपर्ने हुन्छ। यसको क्वालिफिकेसन चाहिँ सीए वा एसीसीए को परीक्षा उत्तीर्ण गरी 1 वर्षको कार्य अनुभव माग गरेको हुनुपर्ने माग गरिएको छ। त्यसैगरी ब्याचलर पास गरेर 7 वर्षको कार्य अनुभव छ भने त्यो पनि तपाईहरुले यसमा चाहिँ आवेदन दिन सक्नुहुन्छ। अर्को रहेको छ 2 नम्बरमा विज्ञापन नम्बर 9/2082-83 पद रहेको छ वरिष्ठ अधिकृत। संख्या केही भनेको छ, यसको श्रेणी चाहिँ अधिकृत श्रेणी हो र यसको काम गर्नुपर्ने कार्यालय भन्दाखेरि केन्द्रीय कार्यालयका विभिन्न विभाग वा प्रदेश कार्यालय अन्तर्गत काम गर्नुपर्ने हुन्छ। यसको शैक्षिक योग्यता सीए वा एसीसीए परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित क्षेत्रमा अनुभवलाई चाहिँ विशेष प्राथमिकता दिन्छ वा नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ वाणिज्य यानी कि कमर्स लिएर ब्याचलर पास गरेको हुनुपर्ने हुन्छ। तपाईले बीबीएस वा बीबीए वा बीकम गर्नु भएको छ भने र 5 वर्षको कार्य अनुभव छ भने तपाईहरु वरिष्ठ अधिकृत पदमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यसैगरी 3 नम्बर रहेछ कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मको। संख्या केही हो, यो श्रेणी पनि अधिकृत श्रेणी हो। यसको चाहिँ काम गर्नुपर्ने कार्यालयहरू कर्पोरेट कार्यालय अन्तर्गतका विभिन्न विभाग वा प्रदेश कार्यालय अन्तर्गत काम गर्नुपर्ने हुन्छ। यसको क्वालिफिकेसन भन्दाखेरि सेमी क्वालिफाइड सीए भनेको छ। अधिकृत पदमा 2 वर्षको कार्य अनुभव वा कनिष्ठ अधिकृत पदमा चाहिँ का लागि क्षेत्रमा कम्तीमा 1 वर्षको कार्य अनुभव माग गरिन्छ वा नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र लिएर बीबीएस वा बीकम वा बीबीएस गरेर तपाईले 4 वर्षको अनुभव छ भने त्यही पनि तपाईहरुले यसमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यसैगरी 4 नम्बरमा रहेको छ खुल्ला विज्ञापन नम्बर 11/2082-83 पद रहेको छ कनिष्ठ सहायक। संख्या केही हो, श्रेणी चाहिँ सहायक श्रेणी हो। कर्मचारी फिल्ड काम गर्नुपर्ने भनेपछि फिल्ड कर्मचारी हो, यो फिल्डमा गएर काम गर्नुपर्छ। यसको क्वालिफिकेसन नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ कम्तीमा एसई वा सोसर उत्तीर्ण पास गरेको हुनुपर्ने र कनिष्ठ सहायकको हकमा चाहिँ लघु वित्तीय क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव वा मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ +2 पास वा सोभन्दा माथिको पास गर्नु भएको छ भने वा 1 वर्षको कार्य अनुभव छ भने तपाईहरु यसमा चाहिँ आवेदन दिन सक्नुहुन्छ। र 2 पाङ्ग्रे सवारी साधन भएको र साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र अन्य प्रदेश पहाडी जिल्लाहरूका स्थानीय आवेदकहरूलाई चाहिँ विशेष प्राथमिकता दिइन्छ भन्नुभएको छ हैन। अर्को रहेको छ 5औं खुल्ला 12 विज्ञापन नम्बर 12/2082-83 पद रहेको छ परीक्षार्थी सहायक। संख्या केही हो, सहायक श्रेणी हो। यो पनि फिल्ड सहायकको रूपमा काम गर्नुपर्ने हुन्छ। यसको क्वालिफिकेसन चाहिँ एसई वा एसएलसी पास गरेको हुनुपर्ने भनेछ र 2 पाङ्ग्रे सवारी साधन भएको साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश वा अन्य प्रदेशका पहाडी जिल्लाका स्थानीय आवेदकहरूलाई चाहिँ विशेष प्राथमिकता दिन्छ भन्नु भएको छ। त्यसैगरी अब उमेरको हदको कुरा गर्दाखेरि व्यवस्थापकीय श्रेणीका लागि 21 वर्ष पुरा भई 58 वर्ष ननाएको, अधिकृत श्रेणीका लागि चाहिँ 21 वर्ष पुरा भई 40 वर्ष ननाएको र सहायक श्रेणीका लागि चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननाएको माग गरिन्छ। र तर महिलाको हकमा चाहिँ अधिकृतदेखि लिएर सहायक श्रेणीसम्म चाहिँ माथिल्लो उमेरको हदमा चाहिँ 5 वर्ष थप हुनेछ भनिन्छ। परीक्षा किसिम भन्दाखेरि रीतिपूर्वक दरखास्त प्राप्त दरखास्तहरूमध्ये चाहिँ सर्टलिस्ट हुनेछ र सर्टलिस्ट परेको उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ भन्नुभएको छ। र यो चाहिँ कर्मचारी छनौट गर्ने सम्पूर्ण निर्णयहरू चाहिँ अधिकारहरू सबै यो वित्तीय संस्थाको नीतिमा हुन्छ। काम गर्नुपर्ने स्थान भन्दाखेरि विभागहरू
का हक केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोक तथा प्रदेश उपप्रदेश तथा शाखाहरूको हकमा देशैभरिमा रहेको सम्बन्धित प्रदेश उपप्रदेश वा शाखाहरूमा काम गर्नुपर्ने हुन्छ। र आवेदकहरूले आवेदनमा आफूले काम गर्न चाहेको पद उमेर अनि अनुभव सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता आफूलाई राम्रोसँग चिन्ने दुईजनाको नाम नम्बर वा सम्पर्क नम्बर वा इमेल स्थानहरू सबै उल्लेख गर्नुपर्ने हुन्छ। बायोडाटा सङ्कलन गरेर तपाईँहरूले आवेदन दिन सक्नुहुन्छ। आवेदन दिनका लागि तपाईँहरूले यस संस्थाको वेबसाइट www.nicasialaguvitta.com.np/career गएर तपाईँहरूले डाइरेक्ट आवेदन दिन सक्नुहुन्छ। साथै संस्थाको कर्पोरेट कार्यालय बनेपामा काभ्रेको मानव संसाधन विभागमा भौतिक रूपमा उपस्थित भए पनि तपाईँहरूले आवेदन दिन सक्नुहुन्छ। आवेदन दिन अन्तिम मिति चाहिँ मङ्सिर 22 गतेसम्म रहेको छ र यसको चाहिँ केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा हो। यदि तपाईँहरूसँग चाहिँ क्वालिफिकेसन छ भने तपाईँहरूले यसको लागि आवेदन दिनुहोला। तपाईँहरू आफै पनि वेबसाइटमा गएर आवेदन दिन सक्नुहुन्छ। अप्ठ्यारो भएमा स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गरेर पनि हामीसँग जोडेर तपाईँ आफ्नो फर्म चाहिँ फिलअप गराउन सक्नुहुन्छ। आजको लागि साथीहरू यति मात्र रहेको छ जानकारी। फेरि भेटौँला अर्को भिडियोमा। हस्त धन्यवाद। जय नेपाल।